मेरो नाम चाहिँ सन्त बहादुर गुरुङ हो। म चाहिँ गङ्गेबुदेखि आउँछु। मेरो चाहिँ सानो एउटा पसल छ मोटरसाइकलको स्टिकरहरू पार्ट्सहरूको, अनि पार्ट टाइम बेसिसमा फोटो भिडियो पनि गर्छु। अब भिडियोमा इन्ट्रेस्ट भन्दा नि अब भिडियोमा चाहिँ नर्मली सबैको इन्ट्रेस्ट हुन्छ जस्तो लाग्छ मलाई, किनकि अब अहिले अब जेनेरेसनै भिडियोकै हो। अब टिकटक अब हिजोको दिनमा के थियो, अब आजको दिनमा के छ, त्यो केले गर्न भन्दाखेरि त्यही भिडियोले नै आज टिकटक यहाँसम्म आइपुग्यो हो। त्यही भएर भिडियोमा इन्ट्रेस्ट भएको हो। यस्तो एडिटिङ सिक्न पर्ने थियो, अनि त्यही भएर मैले चाहिँ अब फेसबुकतिर गुगलतिर खोजिरहेको थिएँ। अनि त्यो अब सर्च गर्ने बेला ओएफआई पनि देखेँ, अब इन्क्वायरी गरेँ। अब यसको सबै चिजहरू बुझ्दाखेरि अरूको भन्दा राम्रो लाग्यो। अब यसरी भेट्यो। ओएफआई राम्रो छ अरूको हेरिकन, यहाँको सिस्टमहरू अब हरेक चिज भनौँ न, अब हामीले चलाउने अब पिसीहरू अब अरूकोमा त खासै त्यति राम्रो हुँदैन। मैले अब अन्त नै हेरेको थिएँ। अब जस यहाँ राम्रो छ सबै चिज। अब सबैभन्दा गाह्रो भने चाहिँ अब रकट भयो। अब त्यसलाई चाहिँ कसरी अब स्टोरीमा चाहिँ बिल्डअप गर्ने, त्यो चिजहरू गाह्रो हुन्छ। अनि प्लस अब लगमा काम गर्छौँ, अब त्यसलाई चाहिँ एक्चुअल कलर चाहिँ कसरी दिने, अब ती दुइटा चाहिँ एकदम गाह्रो हुन्छ जस्तो लाग्छ मलाई। होइन अब राम्रो छ। स्टार्टिङमा म आउँदा सायद मलाई खासै त्यति ज्ञान थिएन अब एडिटिङ सम्बन्धी। अब जुन यहाँ आएँ, अब जे कुरा मैले यहाँ सिकेँ, अब आज फर्केर अब समराइज गर्दा चाहिँ म धेरै अघि आइसकेँ, धेरै कुरा जानिसकेँ। मजाले पढाउनु नि हुन्छ होइन, 3-4 घन्टा मजाले पढाउनुहुन्छ। अब सपोर्ट चाहियो भने पछि नै अब सपोर्ट दिनुहुन्छ होइन। क्लासमेटहरू सबै अब रमाइलो छ है, एज अ फ्रेन्ड जस्तो छ। हामी डिफ्रेन्ट अब हुन्छ नि, अब एज अ प्रोफेसनल डिफ्रेन्ट फिल्डको होला, डिफ्रेन्ट अब एजको होला, भए पनि अब एज अ फ्रेन्ड सबै रमाइलो छ, सबै हेल्पफुल छ होइन। परेको बेला अब सबैले सहयोग गर्छ।